Saujanya Media presents Journey to Australia, an eye-opening episode from Australia only on Info Plus, Kantipur Television. This program is in association with 360 Education Solutions Private Limited, PAC Asia Services Nepal, serving since last 1 decade. PAC Asia is committed towards our students to provide them with the best career counseling. नमस्कार दर्शकबिन, यहाँहरूलाई कार्यक्रममा स्वागत छ। यति बेला हामी अस्ट्रेलियाको सिडनी आइपुगेका छौँ र यहाँको विभिन्न विषयवस्तु, अध्ययन, विद्यार्थीहरूको सङ्घर्षको कथा, युनिभर्सिटीको फिचर हामी प्रस्तुत गरिरहेका छौँ। अर्को यो ब्रान्ड न्यू एक्साइटिङ एपिसोडमा यहाँहरूलाई पुनः स्वागत छ। Journey to Australia. सन् 2007 देखि निरन्तर रूपमा यही बार समयमा हामीले कार्यक्रम इन्फो प्लस यहाँहरू समक्ष प्रस्तुत गरिरहेका छौँ। मूलतः यहाँहरूको शिक्षा र करियरसँग सम्बन्धित यो कार्यक्रम इन्फो प्लसमा हामीले नेपालको विषयवस्तु मात्रै समेटिरहेका छैनौँ। नेपाल बाहिर विभिन्न भूभागमा गएर त्यहाँ नेपाली विद्यार्थीहरूले भोगेको कथा व्यथा यथार्थ रूपमा हाम्रो क्यामेरामा कैद गरी यहाँहरू समक्ष पस्कँदै आएका छौँ। यसै क्रमलाई निरन्तरता दिँदै हामी आज अर्को एउटा विश्वविद्यालयमा आइपुगेका छौँ। हामीले आज फिचर गर्ने विश्वविद्यालय रहेको छ युनिभर्सिटी अफ वुलङ्गङ, which is one of the best university in the world. नेपालबाट करिब 130 विद्यार्थीहरू यहाँ पढ्न आएका छन्। हामीले जर्नी टु अस्ट्रेलिया एपिसोड सौजन्य मिडिया र प्याक एसियाको संयुक्त रूपमा प्रस्तुति हो र यसलाई हामी अस्ट्रेलिया विशेष एपिसोडमा अस्ट्रेलियन विद्यार्थीहरूले युनिभर्सिटीमा पढ्दाको अनुभव, युनिभर्सिटी पढिसकेपछि उनीहरूले जब मार्केटमा गएको अनुभव र ग्लोबल सिटिजन हुँदाको उनीहरूमा जुन एउटा प्राइड फिल छ त्यो फिलिङ्सलाई क्याप्चर गरिरहेका छौँ। आजको हामी यो एपिसोडमा युनिभर्सिटी अफ वुलङ्गङको विशेष फिचर यहाँहरूलाई प्रस्तुत गर्दैछौँ। अबको रिपोर्टमा यो हो युनिभर्सिटी अफ वुलङ्गङ। युनिभर्सिटीबारे जानकारी दिनु अघि एकैछिन जानकारी लिउँ वुलङ्गङ सहरको बारेमा। अस्ट्रेलियाको 10औं ठुलो सहरको रूपमा चिनिने वुलङ्गङ न्यू साउथ वेल्स स्थित इलावारा प्रान्तको मुख्य सहर हो। सिडनीबाट रोड मार्फत 1 घण्टा 30 मिनेट र ट्रेनबाट 1 घण्टामा पुगिने वुलङ्गङ र सिडनीको दूरी जम्मा 80 किलोमिटर मात्र छ। करिब 4 लाख मानिसहरू बस्छन् यहाँ। स्टिल फ्याक्ट्री, खानी, माछा पालन तथा कृषि यहाँको मुख्य पेशा हो। त्यति मात्र होइन, पर्यटकीय हिसाबले राम्रो गन्तव्य मानिने वुलङ्गङ सहर आफैमा सुन्दर र सफा छ। मानिसहरूको आय स्रोत बढेसँगै यो सहरमा शिक्षा, अनुसन्धान, नयाँ आविष्कार, आइटी तथा टेलिकम्युनिकेसन क्षेत्र तीव्र ढङ्गले वृद्धि भइरहेको छ, जसले अथाह अवसर त सिर्जना गरिरहेकै छ, त्यसमाथि सम्पन्न सहरको रूपमा समेत आफूलाई उभ्याएको छ। वुलङ्गङ यस्तो भाइब्रेन्ट सिटी हो जुन आफैमा बहुधार्मिक तथा बहुसांस्कृतिक छ। मनमोहक प्राकृतिक छटाले यसको सुन्दरता मात्रै बढाएको छैन, मोस्ट लिभेबल सिटीको रूपमा पनि थपिदिएको छ। आकर्षक बीच, सपिङ मल, स्वादिष्ट परिकार पाइने रेस्टुरेन्ट, सिडनी भन्दा तुलनात्मक हिसाबले सस्तो वुलङ्गङ शान्त एवं रिल्याक्स सिटी हो। वुलङ्गङ शिक्षाको हिसाबले स्ट्राटेजिक लोकेसनमा छ। प्राय युनिभर्सिटी तथा राम्रा शिक्षण संस्था मुख्य सहरसँग एक्सेस भएको, तर केही पर शान्त र मनमोहक ठाउँमा खोल्ने विश्वव्यापी मान्यता छ। नेपालको हकमा पनि त्रिभुवन विश्वविद्यालय सहरभन्दा केही बाहिर छ। त्यसै गरी काठमाडौँ युनिभर्सिटी त काठमाडौँभन्दा करिब 35 किलोमिटर टाढा छ। त्यसो त मुख्य सहरमा खोलिएका युनिभर्सिटीका आफ्नै फाइदा या बेफाइदा पक्कै हुन्छन्, तर सहरी भिडभाडभन्दा केही बाहिर भएका युनिभर्सिटीमा स्ट्रेस फ्री वातावरणमा अध्ययन गर्न सकिने मात्र होइन, क्वालिटी अफ स्टडिज पनि हुने कुरामा सन्देह नै छैन। भिडभाडबाट बाहिर अध्ययन गर्नुको फाइदा अन्य पनि धेरै छन्। तुलनात्मक रूपले सस्तो शुल्क त छँदैछ,
पढेर केही गर्छु भन्ने सोच भएका विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित हुन पाउनुका साथै पिस अफ माइन्ड पनि हुने गर्दछ। विद्यार्थीहरूका लागि कस्ट फ्याक्टर अत्यन्तै महत्त्वपूर्ण हुन्छ। ट्रान्सपोर्टेसनका हिसाबले उलङ्गङ कस्ट फ्री छ भन्दा फरक पर्दैन, किनकि यहाँ सटल बस निशुल्क छ, जसबाट युनिभर्सिटी हुँदै अन्य विभिन्न ठाउँमा सहजै पुग्न सकिन्छ। उलङ्गङमा लिभिङ कस्ट पनि सिडनीको तुलनामा सस्तो छ। अध्ययन गर्छु र भविष्य बनाउँछु भन्ने विद्यार्थीहरूका लागि यो भन्दा बेस्ट चोइस के हुन सक्ला र? पढ्ने वातावरण त राम्रो छँदैछ, युनिभर्सिटी आफैमा पनि गुणस्तरीय हुनुपर्दछ। यसरी हेर्दा उलङ्गङ युनिभर्सिटी गुणस्तरीय शिक्षाका लागि विश्व प्रसिद्ध नाम हो। टाइम्स हायर एजुकेसन र QS वर्ल्ड युनिभर्सिटी ऱ्याङ्किङ 2014-15 र एकाडेमिक ऱ्याङ्किङ्स अफ वर्ल्ड युनिभर्सिटिज 2014 का अनुसार बेस्ट पर्फर्मेन्स गर्ने वर्ल्डका 2% युनिभर्सिटीभित्र उलङ्गङ युनिभर्सिटी पर्दछ। विश्वकै बेस्ट मोडर्न युनिभर्सिटीभित्र पर्ने यो युनिभर्सिटीको 60 वर्ष इतिहासमा वर्ल्ड क्लास रिसर्च र टिचिङ क्वालिटीमा पनि यसले आफ्नो विशिष्ट पहिचान बनाएको छ। ग्रेजुएट्स हुने बित्तिकै बजारमा बिक्ने युनिभर्सिटीको रूपमा यसले आफ्नो इतिहासलाई निरन्तरता दिँदै आएको छ। क्वालिटी अफ टिचिङ, रिसर्च, ग्रेजुएट्स इम्प्लोइमेन्ट रेट, स्टुडेन्ट्स एक्सपिरियन्स लगायतका विषयमा अस्ट्रेलियाकै उत्कृष्ट युनिभर्सिटीभित्र पर्दछ। चाहे उलङ्गङको मेन क्याम्पस होस् या सिडनीमा अवस्थित सिडनी बिजनेस स्कुल नै किन नहोस्, पढौँ लाग्ने वातावरण यहाँको अर्को लोभ लाग्दो विशेषता हो। युनिभर्सिटीमा अन्डर ग्रेजुएट्सदेखि पोस्ट ग्रेजुएट्ससम्मका 100औं कोर्सहरू छन्। 134 भन्दा बढी देशका 12,800 अन्तर्राष्ट्रिय विद्यार्थी सहित 30,000 भन्दा बढी विद्यार्थीहरू यहाँ अध्ययनरत छन्। 1,12,000 अलुमनाई र 2,000 भन्दा बढी एकाडेमिक स्टाफ यहाँ कार्यरत छन्। अस्ट्रेलिया भरिमा रिसर्च एक्सेलेन्सका लागि टप 9 स्थानमा पर्ने उलङ्गङ युनिभर्सिटी रिसर्च क्वालिटीका लागि विश्वको 1% युनिभर्सिटीभित्र र समग्र वर्ल्डकै टप 2% युनिभर्सिटीभित्र पर्दछ। पक्कै पनि दर्शकबिन, विश्वकै 2% विश्वविद्यालयभित्र पर्ने उलङ्गङ विश्वविद्यालय एउटा प्रतिष्ठित विश्वविद्यालय भएकोमा त शङ्कै छैन। र दर्शकबिन, हामीलाई अर्को एउटा इन्ट्रेस्टिङ कुरा जान्ने रहर छ के यस्तो प्रतिष्ठित विश्वविद्यालयमा नेपाली विद्यार्थीहरू पनि अध्ययन गर्न सक्छन् त? यो प्रश्न हामीसँग छ र यो प्रश्नको उत्तर जान्ने उत्सुकता पक्कै पनि यहाँहरूसँग पनि छ भन्ने अपेक्षा हामीले गरेका छौँ। र दर्शकबिन, यहाँहरूलाई जानकारी गरौँ, हामीले पाएको तथ्याङ्क अनुसार यस्तो प्रतिष्ठित विश्वविद्यालय उलङ्गङ विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरू धेरै नै छन् र ती विद्यार्थीहरूको हामीले उनीहरूको कथा अनुभव जान्ने प्रयास अब गर्नेछौँ। र दर्शकबिन, यहाँहरूलाई जानकारी गरौँ, यो युनिभर्सिटीको छायाङ्कनको क्रममा हामी उलङ्गङ सहर आइपुग्दा यो सहरको मनोरम दृश्यले मलाई व्यक्तिगत रूपमा पनि अत्यन्तै आनन्दित तुल्याएको छ र मलाई अनुमान छ यो दृश्यमा यहाँहरूले हेरिसकेपछि यो सहरको मनमोहक दृश्य र त्यो मनमोहक दृश्यसँगै रहेको युनिभर्सिटी र त्यहाँको पढ्ने वातावरण यो एक अर्कासँग अत्यन्तै परिपूरक भएर जोडिएका छन्। अब दर्शकबिन, हामी यहाँहरूलाई आजको एपिसोडतर्फ लग्छौँ। अब हामी यहाँहरूलाई देखाउँदैछौँ ती नेपाली विद्यार्थी जसले यो प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् र उनीहरूको अनुभव कस्तो रहेको छ। यो समग्र विषयवस्तु अब देखाउँछौँ यो रिपोर्टमा। University of Wollongong gave me exactly what I needed, and it's not that I'm just saying it, I really mean it, because I did a lot of research. Trust me, I was in the computer for nearly a month or so, and I knew practically everything which university offered what for nurses. I was looking for something like this, हैन? UW भनेको first of all मेरो अब बुवा जब टिचरै हुनुहुन्छ, he wanted something in a reputed thing, अब जसको पनि पेरेन्ट्सलाई आफ्नो छोराछोरीलाई रेप्युटेड इन्स्टिट्युसनबाट पढोस्, ग्रेजुएट गरोस् भन्ने हुन्छ, हैन? अनि UW चाहिँ मेरो लागि चाहिँ उता नेपालमै हुँदाखेरि नि it had some reputation because my boss graduated from here, हैन? अनि त्यो रेपुटेसनले गर्दाखेरि पनि मेरो ड्याडी he didn't wanted me to search for another universities, and I just
chose UW as it is. Like मलाई चाहिँ इन्डिभिजुअली यो ठाउँ युनिभर्सिटी अफ होलङ्गमा पिएचडी गर्दाखेरिको क्षण चाहिँ सधैँभरि सम्झना लायकको हुन्छ जस्तो लागेको छ किनभने एकदमै काम छ इन्भाइरोमेन्टली फ्रेन्डली छ युनिभर्सिटी वेल इक्विप्ड रिसर्च ल्याबोरेटरीहरू छ त्यसपछि गुड सुपरभिजन अब सपोर्ट चाहिन्छ सुपरभाइजरको तपाईँको पिएचडी भनेको इट्स अ लङ प्रोसेस सो राम्रो सुपरभिजन सबै कुराले गर्दाखेरि यो ठाउँ चाहिँ पिएचडी गर्नको लागि योग्य छ मेरो विचारमा उलङ्गङ युनिभर्सिटीमा पढ्दै गरेका अस्ट्रेलियन विद्यार्थीहरूलाई सोही युनिभर्सिटी अध्ययन गर्नुपर्ने कारण र त्यहाँ पढ्दाको अनुभव सोध्यौं I had the option to go to Sydney and Wollongong. It was both the same distance for me, but I chose to go to Wollongong because it's just a different lifestyle. It wasn't in a building. Everything was so friendly. It was really good. Nature's everywhere. There's ducks, there's ponds. It's more friendly, I think. Yeah, so that's why I liked it. And of course, the education's great. अमेरिका अध्ययन गरी हाल उलङ्गङ युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरूको अनुभव रोचक छ धेरै विद्यार्थीहरू अमेरिका जाने सपना देख्छन् तर उनलाई अस्ट्रेलियाको पढाइ राम्रो लाग्यो मेरो एक्सपिरियन्समा भन्नु पर्दाखेरि चाहिँ एकदमै सिम्पल कुरा वेदर इज फ्यान्टास्टिक हियर हैन अब म चाहिँ नि अमेरिकाको नेब्रास्कामा बसेँ हो त्यहाँ चाहिँ तपाईले यो विन्टरमा घाम भनेको देख्नै पाउनु हुँदैन के यहाँ चाहिँ नि वेदर एकदमै गुड अर्को कुरा ट्रान्सपोर्टेसन इज भेरी गुड अब वेज युएसमा चाहिँ नि तपाईँले यु हेभ टु हेभ अ कार अनि म चाहिँ नि यहाँ आउन साथै युनिकै अकोमोडेसनमा बसेँ हो होइन त्यो कारणले गर्दा अब यहाँ चाहिँ नि फ्री बस सर्भिसेसहरू पनि छ सिस्टमहरू त इट्स द सेम होइन तर मेन चाहिँ नि अब यो सानो सानो कुराले गर्दाखेरि पनि हाम्रो एकाडेमिक पर्फर्मेन्समा चाहिँ नि ह्याम्पर हुन सक्छ के विश्वका विभिन्न देश र पृष्ठभूमिका विद्यार्थीहरू यस युनिभर्सिटीमा अध्ययनका लागि पुगेका छन् उनीहरूको सहज व्यवस्थापन युनिभर्सिटीले गरेको छ Well, we're located on the beautiful University of Wollongong campus, you know, with our beach and mountains, and it's a great location. We have a very diverse range of students from many different countries, quite a few Nepalese students, and we also have a diverse staff, yes, and so we cater for students from all different backgrounds, and we've got a program for everyone, yes. We like to welcome students into the college and provide a good program that's going to suit them. Yes. विभिन्न संस्कृतिबाट अस्ट्रेलिया पुगेका विद्यार्थीहरूका लागि सुरुमा युनिभर्सिटीको पठन पाठन शैली र अस्ट्रेलियन लाइफमा एडजस्ट हुन केही कठिन पक्कै हुन्छ I think it's a better choice for students to come to a college first and do the first year of their uni degree because it allows them to get used to the environment and the different way we do things here and they've got a lot more help, I suppose, at their fingertips to be able to go and ask someone to help them. उलङ्गङ युनिभर्सिटी जस्तो इन्टरनेसनल युनिभर्सिटीले विद्यार्थीहरूलाई होमली वातावरण दिने हरसम्भव प्रयास गरेको छ हरेक नेपाली विद्यार्थीहरूले पनि सुरुमा केही असहज महसुस गर्दछन् तर उनीहरू यो युनिभर्सिटी नै पढ्ने सल्लाह किन दिन्छन् त फाउन्डेसन कोर्सबाट चाहिँ हामीलाई फर्स्टमा हामी यहाँ आउनु बित्तिकै नयाँलाई कहिले केही पनि थाहा हुँदैन फर्स्ट अफ अल हामीलाई इङ्ग्लिससँग पनि प्रब्लम हुनसक्छ या चिन्न जान्न एकदम न्यू इन्भाइरोमेन्ट हुन्छ स्टडी कोर्स एन्ड एभ्रिथिङ अनि त्यहाँबाट डाइरेक्ट उता ब्याचलर जाँदाखेरि अलि स्टुडेन्टलाई गाह्रो हुनसक्छ त्यसको लागि एउटा ब्रिजिङ कोर्स टाइपको फाउन्डेसनमा इङ्ग्लिस प्लस इन्टरनेसनल स्टुडेन्ट्सहरूसँग फ्रेन्ड हुन अनि पछि आफ्नो राइटिङ स्किल्स स्पिकिङ स्किल्स बढाउन एन्ड अलको लागि फाउन्डेसन एकदम हेल्पफुल हुन्छ मैले फर्स्ट इयर चाहिँ ट्राइमेस्टर गरेँ अनि त्यसपछि चाहिँ सेकेन्ड इयरमा आएँ अहिले ब्याचलर्समा त्यो कोर्स चाहिँ किनभने बेसिक नलेज दिन्छ हाम्रो नेपालको type of study, the way we study in Nepal and the way we study in Australia is very different. नेपालको सिस्टम र अस्ट्रेलियाको सिस्टम अलिकति डिफरेन्ट हुन्छ सो अस्ट्रेलियामा इन्डिभिजुअलिस्टिक रिसर्च बेस्ड खालके स्टडिज हुन्छ आई गेस फाउन्डेसन्समा त्यसलाई नर्चर गर्छ सो वेन यु गो टु ब्याचलर्स इट्स मच मोर इजियर अनि यु गेट टु के भन्छ लाइक असाइनमेन्ट्सहरू राम्रो भएर जान्छ यु गेट अल अफ द क्वालिटिज द्याट युनिभर्सिटी रिक्वायर्स सो वी आर बेटर प्रिपेयर फर थ्रु फाउन्डेसन्स भनौँ उलङ्गङ युनिभर्सिटी केही महँगो छ तर डिजर्भिङ विद्यार्थीका लागि पूर्ण या आंशिक छात्रवृत्तिको व्यवस्था छ जस अन्तर्गत केही नेपाली विद्यार्थीहरू यहाँ अध्ययन गरिरहेका छन् क्राइटेरिया भनेको चाहिँ यु निड टु ह्याभ अ नम्बर अफ पब्लिकेसन्स टु बी एलिजिबल फर दिस स्कलरसिप एन्ड इट डिपेन्ड्स अन योर सुपरभाइजर अल्सो
And the thing is, you need to have a good merit in your master's or in bachelor's. But the main focus is in the publication. I got a 50% scholarship. It's basically 2 scholarships merged into one. So 25% is basically international scholarship, and 25% is merit scholarship. Yeah, and a lot of people in Nepal don't think there are scholarship opportunities in Australia, but UOW is one of the institutions that actually provides good scholarships to international students. पढ्ने विद्यार्थीहरूको अनुभवमा युनिभर्सिटीको वातावरण स्टडी फ्रेन्डली छ, लाइफ टाइम मेमोरी बन्ने उनीहरू बताउँछन्। युओडब्ल्यूमा आउने स्टुडेन्टहरू यहीँ मात्र फोकस पनि हुँदैन, उनीहरूको साथीहरू अरू युनिभर्सिटिजमा हुन्छ होइन, तर दे आर मोर सेटिस्फाइड हियर। म किन भन्छ भने उनीहरूले पनि लाइक अरू युनिभर्सिटीमा नहुने हाम्रोमा हुँदो रहेछ है दिदी भनेर सेयर गरेर हुन्छ कि, जस्तो स्टडी लोड रिडक्सनको कुरा भयो, अब उनीहरूलाई एकदम प्रेस फिल भयो भने उनीहरूले एकाडेमिसियन्सहरू गएर कोर्स कोअर्डिनेटरसँग गएर कोर्स रिडक्सन अप्लाई गर्छ होइन। अब जेन्युइनहरूलाई त दे विल प्रोसेस इट, उनीहरूले हेल्प चाहिने सक्ने हेल्प गरेर हुन्छ। फिज स्ट्रक्चर्सहरू पनि इफ यु ह्याभिङ अ हार्ड टाइम होइन, फाइनेन्सियली गाह्रो भइरहेछ भने यु गो टक टु द फिज अफिसर अनि त्यसले हेल्प यु आउट क्या। यहाँ हाम्रो नेपालीहरूको धेरै जस्तो बानी चाहिँ के भइरहेको हुन्छ भने हामी बोल्दैनौँ, हामी एक्सप्रेस गर्दैनौँ क्या, स्केयर टु टक टु समवन हुन्छ नि, एट द युनि एडभाइस वी वर स्पिकिङ इन इङ्ग्लिस के। अनि अब जब म नेपालीमै अप्रोच गर्छु अनि उनीहरूलाई त थाहा हुन्छ नि, अब नेपाली नै बोलेर गर्दाखेरि चाहिँ म कम्फर्टेबल होइन। उनीहरूले भन्दाखेरि चाहिँ उनीहरूलाई इमेल्सहरू गर्नु त्यो हेजिटेन्ट हुन्थ्यो नि, हो त्यो कुरा चाहिँ उनीहरूले ओभरकम गरेको छ क्या यहाँ चाहिँ। दर्शकवृन्द, आजको एपिसोडको निर्धारित समय समाप्त हुन लागिसकेको छ। आज हामीले अस्ट्रेलियाको सिडनीभन्दा करिब 80 किलोमिटर टाढा रहेको उलङ्गङ सहरमा अवस्थित युनिभर्सिटी अफ उलङ्गङ, जुन विश्व प्रसिद्ध विश्वविद्यालय हो र त्यहाँ धेरै नेपाली विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्, हामीले आजको कार्यक्रममा त्यो विशेष कुराकानी र रिपोर्ट प्रस्तुत गऱ्यौँ। दर्शकवृन्द, आज हामीले प्रस्तुत गरेको यो युनिभर्सिटीको विषयमा यहाँहरूसँग केही सल्लाह सुझाव र प्रश्नहरू भएमा प्रत्यक्ष रूपमा हामीलाई यहाँहरूले पठाउन सक्नुहुनेछ। त्यसको लागि यहाँहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई टाइप गर्नुपर्नेछ इन्फो र त्यसै गरी स्पेस दिनुहोस् र प्रश्न टाइप गर्न सक्नुहुनेछ र हामीलाई पठाउनुहोस् 2426 मा। यसरी यहाँहरूले पठाउनु भएको प्रश्न हामीले प्राप्त गरिसकेपछि त्यसमध्येबाट केही प्रश्नको जवाफ हामी सम्बन्धित युनिभर्सिटीका प्रतिनिधि मार्फत नै आगामी एपिसोडमा दिने प्रयास गर्नेछौँ र यहाँहरूको प्रश्नको अपेक्षा हामी गर्छौँ। यो जानकारीसहित दर्शकवृन्द, अब हामी आगामी एपिसोडमा के प्रस्तुत गर्छौँ, आगामी एपिसोड अर्थात् एपिसोड 4, त्यसको हाइलाइट्स प्रस्तुत गर्छौँ। यहाँ वर्ल्डको टप 2% भित्र पर्दछ यो कलेज युनि वोलोङ्गङ युनिभर्सिटी, त्यो भएर नि यहाँको ग्रेजुएटहरूको अभियसली इन फ्युचरमा त डिमान्ड छ। यहाँ इन्टरनेसनल कोर्स पढ्दाखेरि चाहिँ देयर आर पिपल हु एक्चुअली नो अबाउट वाट दे आर टकिङ, वाट दे आर टिचिङ। नेपालमा हुँदाखेरि दे जस्ट डु इट बाई देयर ओन स्टाइल, खालि स्टडी मात्र, हाम्रो खालि कोर्स मात्र बाहिरको हुन्छ हैन। They come and redo their bachelor's here, when I think it is not necessary. If you've completed 4 years of your hard work over there, you can come here and you can increase your masters. जुन पनि रिसर्चहरू यहाँ हुन्छ नोबल रिसर्च हुन्छ, प्रत्येक रिसर्चमा इनोभेसन हुन्छ र त्यो अनुसार हामी गाइडेड हुन्छौँ। कोर्स सकेपछि चाहिँ हैन आफ्नै लेभलको काम गर्नु पर्यो। मेरो इन्ट्रेस्ट भनेको चाहिँ ह्युमन रिसर्चमा काम गर्ने हो। अब त्यो काम खोज्ने कसरी हैन, अब कसरी नेटवर्किङ बनाउनु पर्यो काम खोज्न, इट्स नट इजी हैन। Journey to Australia, an eye-opening episode from Australia only on Info Plus, Kantipur Television. This program is in association with 360 Education Solutions Private Limited, PAC Asia Services Nepal, serving since last 1 decade. PAC Asia is committed towards our students to provide them with the best career counseling. आजको जर्नी टु अस्ट्रेलियाको एपिसोड 3 को निर्धारित समय समाप्त हुन लागेको छ। आगामी एपिसोड 4 मा पुनः हामी यहाँहरूसँग भेट हुने नै छौँ र अन्य रमाइलो प्रसङ्गहरूको साथमा उपस्थित हुनेछौँ। आजको एपिसोडबाट सम्पूर्ण युनिट सहित मलाई समेत बिदा दिनुहोस्। नमस्कार।
Info Plus, for genuine information.